हेलो साथीहरू, यो हो हामीले काम गर्ने कम्पनी। आज बन्द छ। यहाँ टाइल पाइन्छ, मार्बल पुरै स्टोर हो। यो यताको सबै भित्र स्टोर, यो पनि स्टोर। यो भित्र पुरै ठुलै छ है, ठुलै हल छ। ने यहाँ यो मोनेर पनि पाइन्छ। यो माथि छानेवाला टाइल हो, अनगिन्ती छ यो पनि। यहाँ टोयलेट पनि पाइन्छ, ढोका पनि पाइन्छ। ढोका चाहिँ यहाँ यो भित्र राखेको छ, यताको घरभित्र पुरै ढोका छ। यहाँ भित्र चाहिँ सिमेन्टी पनि पाइन्छ। यहाँ टोयलेट पनि पाइन्छ, सानो टोयलेट ठुलो टोयलेट सबै पाइन्छ। अनि यो हो हाम्रो साथीहरूको कम्पनी। हाम्रो साथीहरूको कम्पनी छ, यो हो साथीहरू। लाएर यहाँ चाहिँ हाम्रा म्यानमारका साथीहरू छिनलोन भन्ने गेम खेल्छन्। आज खेल्दैन, आज छुट्टी छ हैन। गौठालीहरू पनि चहल पहल दिँदैछन् अलिअलि यतातिर। बिहानी भयो नि त, हेरौँ न। अनि हाम्रो चाहिँ धेरै टाढा पनि छैन। हाम्रो सुत्ने घर चाहिँ यही हो, हाम्रो सुत्ने बस्ने खाने हैन, कर्मठलो भनौँ, कर्मको घर यही हो हाम्रो बस्ने होस्टेल। होस्टेल भने पनि जे भने पनि। ल हेरौँ चराहरू। ल खै बिहानीको सङ्गीत त यो हो नि त, चराचुरुङ्गीको आवाजसँगै कति रमाइलो छ है साथीहरू। यो घर चाहिँ, यो घरमा मान्छे बस्नुहुन्न, चाहिँ ठोक्का छ है अहिले। भुटघर जस्तै भएको छ, देखिन्न क्या र। जस्ता सस्ता पुरै खालाट खुलोट गइसकेको छ। कतिरै यस्तो छ। विदेशको सिस्टम चाहिँ राम्रो क्या। यो बाटो चट्ट भयो होइन, यसको भित्रभित्रै ढलको व्यवस्था पनि छ यता, पानी जाने ठाउँ होइन यतातिर। यो भयो भने बाढी पहिरो आउँदैन नि त, दुकान पर्दैन है साथीहरू। यस्ता छ। यो अहिले यो लुकाएको छ, यहाँबाट पनि ढल छिराएको छ है भित्र ढल छिराएको छ, उता कुनाबाट पनि यताबाट पनि। के भएछ, दुकान पनि पुरै भएन नि। मलेसियामा धेरै पानी पर्छ, त्यही भएर पनि यो सिस्टम चाहिँ धेरै राम्रो हो। यताबाट गर्दै कहाँ छिराछ यो होइन, पुरै घरै हुन्छ यो चाहिँ। ल साथीहरू, शुभ बिहानी, राम्रोसँग दिन, तपाईँको दिन चाहिँ राम्रो होस्।